यो जुन माइक्रोग्रिन्स छ यो चाहिँ डायबिटिज पेशेन्ट्सको लागि एकदमै बेनिफिट्स हो। अनि मेरो मम्मीको हेल्थमा है जुन चाहिँ मम्मीको अर्थराइटिस थियो, अन्त मेथी माइक्रोग्रिन्सले चाहिँ अर्थराइटिस भन्ने जस्तो एउटा अनक्युरेबल डिजिजलाई पनि क्योर गर्दो रहेछ। त्यही अब नानीहरूले भेजिटेबल्सहरू खानु मान्दैन, अनि नानीहरूलाई चाहिँ तपाईँले मेनली जस्तै नानीहरूले अन्डा खान्छ अम्लेटमा लगाएर दियो है, नानीहरूले स्यान्डविच खान्छ स्यान्डविचमा लगाएर दियो, अनि अल्सो अहिले अब स्मुदीहरू हामीले धेरै खाने गर्छौँ है, र हामीले चाहिँ यसलाई चाहिँ स्मुदीमा पनि हामीले इन्कर्पोरेटेड गरेर चाहिँ खानु सक्छ। मेरो मोटिभ चाहिँ छ कि कम्ती पढेको मान्छेलाई चाहिँ इम्प्लोइमेन्ट जेनेरेट गर्नु, अनि स्पेसली चाहिँ वुमेन इम्पावरमेन्टलाई अपलिफ्ट गर्नुको लागि चाहिँ। नमस्कार दर्शकबिन, सिक्किम डेली न्युजको विशेष कार्यक्रममा फेसबुकको माध्यमबाट र विभिन्न ठाउँबाट हेरेर बस्नुभएका सम्पूर्ण दर्शक महानुभावलाई म भीम विश्व हार्दिक स्वागत अनि अभिवादन टक्राउँदछु। दर्शकवृन्द, सिक्किम डेली न्युजले यस्ता विभिन्न किसिमको भिडियोलाई पस्किने कार्य गरिरहेको छ भनेदेखिलाई आज एउटा अनौठो अनि छुट्टै प्रकारको भिडियोलाई तपाईँको समक्षमा लिएर आइरहेको छु। तपाईँले अगाडि देखिराख्नु भएको छ होला केही ग्रिन देखिराख्नु भएको छ भने यही कुरालाई तपाईँहरूको समक्षमा पस्कन गइरहेको छु। विशेष गरी तपाईँलाई सिक्किम डेली न्युजमा स्वागत गर्न चाहन्छु। थ्याङ्क यू। तपाईँको नाम अनि तपाईँ कहाँबाट हुनुहुन्छ अलिकति बताइदिनुहोस् न। नमस्ते, मेरो नाम चाहिँ रेशमा विश्वकर्मा हो र म बाई प्रोफेसन चाहिँ म सिभिल इन्जिनियर हो, अनि आई अल्सो होल्ड द डिग्री इन मास्टर डिग्री इन स्ट्रक्चरल इन्जिनियरिङ, र अरिजिनली म चाहिँ वेस्टपाटनमको हो, तर करेन्टली म चाहिँ डुम्से गान्तोकमा अहिले बस्दैछु। जुन चाहिँ तपाईँले है यो माइक्रो ग्रिन भन्ने यो हाम्रो जुन चाहिँ अगाडि यो माइक्रो ग्रिन छ, यो माइक्रो ग्रिन जुन चाहिँ तपाईँले एउटा आफ्नै घरमा है तपाईँले सुरुवात गर्नुभएको छ, यो कहाँबाट तपाईँलाई प्रेरणा मिल्यो कि है कसरी तपाईँले यो गर्नु पर्यो भन्ने कहाँबाट चाहिँ यो मिल्यो तपाईँलाई? एक्चुअली म चाहिँ एकदमै हेल्थ कन्सियस छु है, अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ मैले धेरै अब मेडिसिनहरू पुरै खाँदै थिएँ, अनि मल्टिभिटामिन्सहरू पनि पुरा खाँदै थिएँ है। अन्त मेन चाहिँ मेरो के थियो भन्दाखेरि चाहिँ वेट गेन अन्त हेयर लस है। अनि मैले त्यो सबै कुरो खाँदा पनि नभएर चाहिँ एउटा मैले नेचुरल कुरालाई मैले खोज्दै जाँदाखेरि, अनि हामीले घरमा पनि खान्छौँ है सिक्किममा प्रायः हामीले खाने गर्छौँ जुन चाहिँ मेथीको स्प्राउट, अनि मैले त्यो पाएँ है, मेथीको स्प्राउट हामीले खाँदै थियौँ, अनि मैले रिसर्च गर्दा पनि त्यही मेथीमा चाहिँ धेरै बेनिफिट्स रहेछ भन्ने कुरा चाहिँ मैले पाएँ। अन्त चाहिँ मैले मेथीलाई चाहिँ अब कस्तो प्रकारले खानु है, हेयर फलको लागि अब हामी प्रत्येकले ओइलमा हामी मेथी लगाएर पनि लाउने गर्छौँ है। अन्त मैले चाहिँ सुरुवातमा चाहिँ मेथीलाई पानीमा भिजाएर त्यसको जुस बनाएर पनि मैले हेयर फलको लागि मैले लाउने गर्थेँ है, तर मैले रिसर्च गर्दा चाहिँ लाउनुमा भन्दा चाहिँ ज्यादा खानुमा बेनिफिट्स रहेछ। अन्त चाहिँ मैले त्यही रिसर्च गर्दा चाहिँ मैले स्प्राउटदेखि चाहिँ एउटा माइक्रोग्रिन्स भन्ने कुरालाई पाएँ। अन्त चाहिँ मैले ट्राई गर्नु थालेँ है माइक्रोग्रिन्स बनाउनुको लागि, घरमै मेथीबाट मैले स्टार्ट गरेँ। अन्त जब मैले खानु थालेँ तब चाहिँ मैले रिजल्ट देखेँ है। अब ओभर द पिरियड अफ 3 मन्थ्समा मेरो जुन वेट थियो है, वेट पनि धेरै म्यानेज भयो। अब अहिले म एकदम फिट छु, हेल्दी छु, मैले भर्खर टेस्ट गरेको, अनि मेरो सबै कुराहरू ब्लड रिपोर्ट पनि एकदम क्लियर, सबै कुरो एकदम क्लियर छ है। अन्त त्यो कुराले गर्दाखेरि चाहिँ मेरो आफ्नै माथि चाहिँ मैले जुन त्यसको बेनिफिट्स देखेँ मेरो हेल्थमा, अनि मेरो मम्मीको हेल्थमा है, जुन चाहिँ मम्मीको अर्थराइटिस थियो, अन्त मेथी माइक्रोग्रिन्सले चाहिँ अर्थराइटिस भन्ने जस्तो एउटा अनक्युरेबल डिजिजलाई पनि क्योर गर्दो रहेछ। अन्त चाहिँ पहिला चाहिँ मैले घरमै एक्सपेरिमेन्ट गरेँ, घरमै खाएँ, अनि चाहिँ देखेँ कि यसको चाहिँ एकदमै धेरै बेनिफिट्स रहेछ भनेर, अनि रिसर्च गर्दै गएँ र एकदम हेल्थ बेनिफिट्स देखेँ। अन्त मैले चाहिँ वाइ नट कि अब आफू पनि खाने अनि आफ्नो सोसाइटीलाई आफ्नो कम्युनिटीलाई पनि हेल्दी बनाउनुको लागि चाहिँ मैले स्टार्ट गरेको हो। तपाईँले सुरुवात गरेको अहिले लगभग कति मन्थ जस्तो हुँदैछ? ट्रायल पिरियडसँग चाहिँ 3 मन्थ्स कम्प्लिटेड। अन्त मैले अलिक मेरो कन्फिडेन्स लेभल आएर मेरो रिजल्ट देखेर चाहिँ पहिला मैले मान्छेलाई मैले भन्नुभन्दा अगाडि चाहिँ मैले आफैलाई टेस्ट गरेँ। मैले आफ्नै टेस्ट रिपोर्टलाई मैले हेरेँ, अनि मेरो आमाको,
अन्त चाहिँ मैले मार्केटिङ स्टार्ट गरेँ, मैले मान्छेलाई बुझाउनु कोसिस गरेँ अनि मान्छेले पनि मलाई एकदमै पोजिटिभ रेस्पोन्स दिनुभएको छ। मेरो धेरै कस्टमर्सहरू पनि छ, अहिले रेगुलर 4, 5, 6 भइसकेको छ। मेरै यो सोसाइटीमा पनि 2 जना रेगुलर कस्टमर हुनुहुन्छ अनि मेरो दाजु भाउजूले पनि रेगुलर मेरोबाट लानुहुँदैछ है। अन्त जुन मैले अहिले चाहिँ मेट्रोमा एउटा भेजिटेबल्स फार्मरको एउटा दोकान छ, भेजिटेबल्स दोकान, अनि त्यहाँ पनि म सप्लाई गर्दैछु। अन्त एकदमै पोजिटिभ रेस्पोन्स आउँदैछ मान्छेहरूकोबाट। यो जुन चाहिँ माइक्रोग्रिन है तपाईले लाउनु भएको छ, यहाँ धेरै भेराइटीहरू हामी देखिरहेको छ। तपाईले अहिले चाहिँ के फिलहालमा के चाहिँ तपाईले लगाइराख्नु भएको छ? अहिले चाहिँ जुन चाहिँ तपाईले देख्नुहुन्छ है अगाडि, यो जुन चाहिँ छ यो चाहिँ हो रेडिस चाइना पिङ्क माइक्रोग्रिन्स हो। अन्त यो जुन चाहिँ साइडमा छ यो फिनोग्रिक माइक्रोग्रिन्स हो। अन्त तपाईको जुन चाहिँ यो देख्नुहुँदैछ यो चाहिँ व्हाइट रेडिस हो है, नर्मल जुन चाहिँ हामीले सिक्किममा पनि लगाएर मुला जुन चाहिँ उगाएर छ त्यही सेम सिड हो। अन्त त्यसको जुन चाहिँ छेउमा छ त्यो ब्रोकोली हो। अन्त ब्रोकोलीको साइडमा भएको चाहिँ तपाईको अलाफल माइक्रोग्रिन्स हो। अहिले चाहिँ मैले यतिलाई मैले ट्रायल गर्दै थिएँ र अहिले मलाई राम्रो रिजल्ट दिएको कारणले गर्दाखेरि चाहिँ म अहिले यति गर्दैछु। रोपेको कति दिनको बादमा चाहिँ तपाईले यसलाई काटेर यानी कति दिनको बादमा तपाईले सप्लाई गर्न सक्नु हुँदो रहेछ? विथिन 6 डेज। जस्तै तपाईले जुन रेडिस देख्नुहुँदैछ यो तपाईको मैले तपाईको यो 9 डेजको छ है, तर जुन तपाईले यो छेउमा देख्नुहुँदैछ त्यो 7 डेजको छ है। तर मैले चाहिँ जुन दिन म लाउँछु त्यो दिनदेखि मैले काउन्ट गरेँ भने चाहिँ विथिन 6 or 7 डेजमा चाहिँ म त्यसलाई हार्भेस्ट गर्न सक्छु। लाइक इन विकली म सप्लाई गर्न सक्छु। यो हामीले खानु यानी युज चाहिँ कस्तो तरिकाले हामीले गर्दा ठिक हुन्छ? जस्तै हामी अब घरमा पनि हामीले के गर्छ भन्दाखेरि कतिजनाले मेथी उमाल्छ है, उमारेर त्यसलाई तेलमा भुटेर टमाटर हालेर पकाएर खाने गर्छ भनेदेखिलाई यसको खाने तरिका चाहिँ कस्तो हुन्छ? मेनली चाहिँ अब जस्तै तपाईको यो जुन चाहिँ रेडिस माइक्रोग्रिन्स भयो है, ब्रोकोली माइक्रोग्रिन्स भयो, यिनीहरूको टेस्ट चाहिँ कस्तो हुन्छ भन्दाखेरि चाहिँ जस्तो मुला टेस्ट गर्छ त्यस्तै स्पाइसी हुन्छ। त्यसले गर्दाखेरि यो तपाईहरुलाई नि एज ए सलाद खानु एकदमै इजी हुन्छ है टेस्टकोले गर्दा। अनि सलादमा भयो तपाईहरुले दालमा लगाएर खानुहुन्छ एज ए गार्निसिङ। अनि जस्तै स्यान्डविचहरुमा लगाएर खाँदा हुन्छ। जस्तै हामीले प्राय घरमा आमाहरुलाई बोजूहरुलाई हामीले खिचडीहरु बनाएर दिन्छ है, र उहाँहरुलाई खिचडीमा हालेर हामीले दिनु सक्छ। अनि नानीहरुलाई चाहिँ जस्तै अब नानीहरुले भेजिटेबल्सहरु खानु मान्दैन, अनि नानीहरुलाई चाहिँ तपाईले मेनली जस्तै नानीहरुले अन्डा खान्छ अमलेटमा लगाएर दियो है, नानीहरुले स्यान्डविच खान्छ स्यान्डविचमा लगाएर दियो। अनि अल्सो अहिले अब स्मुदीहरु हामीले धेरै खाने गर्छौं है, र हामीले चाहिँ यसलाई चाहिँ स्मुदीमा पनि हामीले इन्कर्पोरेटेड गरेर चाहिँ खानु सक्छ। जब हामी मेथीको कुरा गर्दा चाहिँ मेथीको जुन टेस्ट हुन्छ त्यो चाहिँ एकदमै बिटर हुन्छ है, र बिटर भएको कारणले गर्दाखेरि चाहिँ कतिजनालाई र खानु एकदमै साह्रो पर्छ। त्यसले गर्दा चाहिँ जसरी हामीले स्प्राउट जुन चाहिँ तपाईले भन्नुहुँदै थियो सिक्किममा एकदम फेमस छ है, जुन स्प्राउट हामीले एज ए घरमा चटनी बनाएर खान्छौँ, यसलाई पनि एज ए चटनी जस्तै बनाएर तपाईले खानु सक्नुहुन्छ। यो चाहिँ अप्सन हो। अगर तपाईँ र बिटर खानु सक्नुहुन्छ भने तपाईले एज ए र खानु सक्नुहुन्छ एज ए सलादमा है, कुनै कुरामा हालेर। अगर तपाईले सक्नु भएन भने चाहिँ हल्का आलुसँग फ्राई गरेर अनि चटनी बनाएर चाहिँ तपाईले खान सक्नुहुन्छ। अहिले है तपाईसँग काम गर्ने तपाई एक्लैले गर्नु हुँदैछ कि तपाईसँग कसै तपाईले काम तपाईलाई सघाउने तपाईले राख्नु भएको छ? हुनु चाहिँ मैले 3 मन्थसम्म चाहिँ मैले एक्लै म गरिरहेको छु, तर रिसेन्टली एकजना बहिनीलाई मैले हायर गरेको छु है। जुन पढेको मान्छेले त अब जुनै फिल्डमा पनि काम पाउँछ है। अनि मेरो मोटिभ चाहिँ छ कि कम्ती पढेको मान्छेलाई चाहिँ इम्प्लोइमेन्ट जेनेरेट गर्नु, अनि स्पेसली चाहिँ वुमेन इम्पावरमेन्टलाई अपलिफ्ट गर्नुको लागि चाहिँ। अनि यसरी नै कम्ती पढ्ने जो फर्दर पढ्नु सक्दैन है, किनभने यो चाहिँ अब ज्यादा तपाईले अब अफोर्ट लाउनु परेन, ज्यादा फिजिकल अफोर्ट दिनु परेन। त्यसले गर्दा चाहिँ अब घरमा बस्ने वुमेनहरु भयो, अनइम्प्लोइमेन्ट वुमेनहरु भयो है, उनीहरुलाई चाहिँ यो चाहिँ एउटा इजी हो जहाँबाट चाहिँ म इम्प्लोइमेन्ट जेनेरेट गरेर चाहिँ उहाँहरुलाई चाहिँ म एउटा इम्प्लोइमेन्ट दिन सक्छु। मेरो मेन मोटिभ चाहिँ त्यो छ। यो जुन चाहिँ माइक्रोग्रिन छ यसको सेट चाहिँ तपाईले कहाँबाट ल्याउनुहुन्छ? हजुर, यसको चाहिँ एउटा कम्युनिटी छ, माइक्रोग्रिन्स कम्युनिटी है। मैले यो धेरै रिसर्च गर्दा पाएको। यो कम्युनिटीमा चाहिँ एउटा मैले अल डेट ग्रोज भन्ने एउटा मैले वेबसाइट पाएको थिएँ। अन्त जुन चाहिँ हाम्रो नर्मल हाम्रो सिक्किमको सिड हुन्छ त्यो चाहिँ राम्ररी यो उग्दैन रहेछ है, मैले ट्रायल गरेर हेरेको थियो। तर जुन त्यो सिड छ त्यो चाहिँ तपाईको नन जिएमओ सिड हो, त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ एकदमै राम्ररी छिटो ग्रो हुँदो रहेछ। यो अब सपोज यो भिडियो हेरेर कसैले कुनै जग्गाबाट उहाँले अर्डर गर्नु, हजुर हजुर,
त्यो तपाईँले कसरी उहाँहरूलाई तपाईँले सप्लाई गर्नुहुन्छ? यो चाहिँ मैले मेरो अहिले प्लान छ कि अनलाइन जसले मलाई गर्नुहुन्छ फेसबुक थ्रु भयो है, इन्स्टा थ्रु भयो, मैले अहिले वेबसाइट क्रिएट गरेको छुइनँ। अनि उहाँहरूलाई चाहिँ म होम डेलिभरी म दिन सक्छु। किन भन्दाखेरि चाहिँ मेरो एउटा प्लान मैले बनाएको छु, त्यसमा मेरो होम डेलिभरी मेरोमा इन्क्लुड छ है। अनि उहाँहरूलाई चाहिँ जसलाई जरुरत छ उहाँहरूले मलाई कल गर्न सक्नुहुन्छ, अनि उहाँहरूले आफ्नो होम डेलिभरीमा माग्नु सक्नुहुन्छ, म उहाँहरूलाई घरमा पुर्याइदिन्छु। र अर्को कुरा हुन्छ, अब हामीले जुनै पनि हामीले गर्ने गर्छ है, जस्तै अहिले त के छ भन्दाखेरि मासुको भन्दा पनि सागसब्जीको दाम धेरै महँगो छ भन्छ। किनभने धेरैजनाले भन्छ सागसब्जी किनेर खानु भन्दा त मासु किनेर खाएको सस्तो पर्ने रहेछ भन्ने गर्छ। तर यो त अझै एउटा अर्ग्यानिक पनि हो हैन। अर्ग्यानिक भएको कारणले गर्दाखेरि चाहिँ तपाईँको कतिले त अब धेरैले मन पराउँछन् त अर्ग्यानिक। किन हाम्रो सिक्किम पनि एउटा अर्ग्यानिक स्टेट भएर एउटा घोषणा भएको हो। त्यही कारणले गर्दाखेरि यो चाहिँ अब तपाईँले सप्लाई गर्दाखेरि चाहिँ कसरी है, कतिको प्राइसमा चाहिँ तपाईँले सप्लाई गर्नुहुन्छ? हजुर, यो चाहिँ म अब यसको प्राइस चाहिँ तपाईँको जब हामी भेजिटेबल्स मार्केटमा जान्छौँ है, भेजिटेबल्सहरू एकदमै सस्तो छ। तर जुन मैले यो जस्तै तपाईँले भन्नुभयो एज आवर ब्युटिफुल स्टेट अफ सिक्किम इज डिक्लेयर्ड एज अर्ग्यानिक स्टेट है इन जनवरी 2016। अनि त्यसलाई चाहिँ मैले इम्फसाइज दिँदै है, जुन चाहिँ हाम्रो सिक्किमको अर्ग्यानिक स्टेटलाई एउटा कन्ट्रिब्युसन दिनुको लागि है चाहिँ मैले चाहिँ जुन तपाईँको यो माइक्रोग्रिन्स ग्रो गर्दैछु त्यो चाहिँ एकदम भर्टिकल फार्मिङ भन्न सक्नुहुन्छ। भर्टिकल फार्मिङबाट चाहिँ मैले यो आफ्नै अपार्टमेन्टमा ग्रो गर्दैछु है। अनि भर्टिकल फार्मिङमा चाहिँ के हुन्छ भन्दा तपाईँको चाहिँ हाइड्रोफोनिक, एरोफोनिक अनि एक्वाफोनिकबाट चाहिँ हामीले प्लान्टहरूलाई, क्रप्सहरूलाई ग्रो गर्नु सक्छौँ। तर त्यहाँनिर चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ फर्टिलाइजरहरू युज हुन्छ, पेस्टिसाइड्सहरू युज हुन्छ है। तर बिङ आई एम फ्रम अर्ग्यानिक स्टेट है, अब मैले त्यसलाई कन्ट्रिब्युसन दिनुपर्छ, मैले फर्दर त्यसलाई अपलिफ्ट गर्नुपर्छ है हाम्रो स्टेटलाई। त्यसो कारणले गर्दाखेरि चाहिँ यसलाई चाहिँ मैले अर्ग्यानिकली विदाउट फर्टिलाइजर मैले ग्रो गरेको कारणले गर्दा अब मार्केटमा तपाईँहरूले हेर्नु सक्नुहुन्छ लिटल बिट एक्सपेन्सिभ हुन्छ। अब मैले यसको चाहिँ तपाईँको 50 ग्रामको ₹150 गरेको छु है। तर अब जुन तपाईँहरूले अब यो किन्नुहुन्छ यसमा ₹150 लगाएर इट्स वर्थ इट। किन भन्दाखेरि चाहिँ अब यसमा धेरै बेनिफिट्स छ है, हेल्थ बेनिफिट्स यति बेसी छ है। अब तपाईँले जब अलिकति 2-3 वटा एमाउन्ट तपाईँले आफ्नो खानामा तपाईँले जब इन्क्लुड गर्नुहुन्छ जुन एज कम्पेयर टु मेच्योर भेजिटेबल्स, यसले चाहिँ 4 to 40 टाइम्स तपाईँलाई माइक्रो न्युट्रिएन्ट्स प्रोभाइड गर्छ है, फाइटोकेमिकल्स प्रोभाइड गर्छ है। अनि यसमा चाहिँ तपाईँको जस्तै भाइटामिन ए, बी, सी, डी, ई, के, B+ है, अनि मिनरल्स भयो तपाईँको पोटासियम, म्याग्नेसियम, क्याल्सियम, आइरन, त्यो चाहिँ हाम्रो शरीरको लागि एकदमै जरुरत हुन्छ। अनि विशेष गरी नानीहरूलाई है, नानीहरूलाई चाहिँ हामी सानैदेखि घरमा भेजिटेबल्स खानु, फ्रुट्स खानु भन्छ है। किन भन्दाखेरि चाहिँ त्यसको बेनिफिट्स बडीमा होस्, बडीमा माल न्युट्रिसन नहोस् है, त्यो धेरै बिमारहरूबाट चाहिँ हामी बचोस् भनेर। तर मैले स्टडी गर्दा चाहिँ के पाएँ भन्दा चाहिँ एउटा पबमेडको डाटाबेसमा जुन आर्टिकल छ त्यसमा चाहिँ के भन्दछ भन्दाखेरि चाहिँ जति हामीले भेजिटेबल्स खान्छौँ है, जस्तै क्रोनिक डिजिजबाट ओभरकम हुनु लागि है, जस्तै क्रोनिक डिजिज भयो सजेस तपाईँको कार्डियोभास्कुलर डिजिज भयो, अनि क्यान्सर भयो, डायबिटिज भयो है, अनि ओबेसिटी भयो, यो सब कुराको लागि हामी भेजिटेबल्स खान्छौँ। तर ओभर द पिरियड अफ टाइम के हुन्छ भन्दा चाहिँ हाम्रो बडीमा चाहिँ जति पनि पेस्टिसाइड्स, केमिकल्स त्यो एक्युमुलेट भएर चाहिँ त्यसको साइड इफेक्ट हुन्छ। त्यसको सल्युसन क्योर त होइन, तर त्यसको उल्टा इफेक्ट भइरहेको हुन्छ है। हामीले देखिरहेको छौँ अहिले न्युजमा 5 इयर्सको 8 इयर्सको नानीहरूको हार्ट एट्याक भइरहेको हुन्छ है। नानीहरूले अहिले 2 to 3 इयर्स पुग्दा नै नानीहरूले चस्मा लगाइरहेको हुन्छ है। त्यसले गर्दाखेरि चाहिँ धेरै सोसाइटीमा है हामीले हेल्थलाई चाहिँ हामीले देखिरहेको छौँ, हेल्थको सेक्टरमा हेऱ्यो भने अहिले धेरै हेल्थ बिग्रिरहेको छ है। अनि त्यसको कारणले गर्दा अगर हामीले माइक्रोग्रिन्समा चाहिँ हामीले जब खान्छौँ, नानीहरूले बिटरुट खानु सक्दैन, क्यारोटिन खानु मान्दैन, ब्रोकोली खानु मान्दैन। तर यो कुराहरू, यो जुन माइक्रोग्रिन जुन चाहिँ मैले अर्ग्यानिकली नेचुरली जुन ग्रो गर्दैछु तपाईँहरूले दिनुभयो भने चाहिँ नानीहरूको बडीमा जुन बिटा क्यारोटिन हुन्छ, आइजको लागि हेल्थ राम्रो हो है, त्यो कुराहरू नानीहरूले पाउँछ। अनि क्याल्सियम भयो, भिटामिन सी भयो, एन्टिअक्सिडेन्ट भयो, त्यो कुराहरू नानीहरूले पाउँछ है। अनि जस्तै तपाईँको यो जुन चाहिँ माइक्रोग्रिन्समा चाहिँ तपाईँको यति बेसी प्रपर्टिज हुन्छ है। अब जस्तै तपाईँहरूले यहाँ देखिराख्नु भएको छ, यहाँ फिनुग्रिक माइक्रोग्रिन्स छ है। अब यो एकदमै सानो छ, एकदम टाइनी प्लान्ट छ है, टाइनी प्लान्ट छ, तर यसमा हेऱ्यो भने यति बेसी बेनिफिट छ। जस्तै अब तपाईँको यसमा
एन्टिअक्सिडेन्ट्स हुन्छ है, अनि पोलिफिनल्स पनि हुन्छ। यसले चाहिँ के गर्छ भन्दा चाहिँ जसको हार्ट डिजिजहरू हुन्छ त्यसलाई क्योर गर्छ है, अनि क्यान्सर जस्तो बिमारलाई पनि क्योर गर्छ यसले। अनि अर्थराइटिस मैले इक्जाम्पल दिइहालेँ मेरो मदरको है। इन एडिसन है, यो जुन माइक्रोग्रिन्स छ यो चाहिँ डायबिटिज पेसेन्ट्सको लागि एकदमै बेनिफिट्स हो। किन भन्दाखेरि चाहिँ जुन मेथी माइक्रोग्रिन्स हुन्छ त्यसमा चाहिँ एउटा कम्पाउन्ड हुन्छ जुन चाहिँ तपाईँको इन्सुलिनलाई चाहिँ इम्प्रुभ गर्छ, अनि जुन ब्लड सुगर लेभल हुन्छ त्यसलाई चाहिँ घटाउँछ है। अनि जुन माइक्रोग्रिन्स छ त्यो चाहिँ त्यसमा चाहिँ एउटा प्रपर्टिज अझै पनि हुन्छ, त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ एन्टी इन्फ्लामेसन प्रपर्टिज, जुन हाम्रो बडीमा भएको इन्फ्लामेसनलाई चाहिँ रिड्युस गर्छ, अनि क्रोनिक डिजिजहरूलाई चाहिँ यसले प्रिभेन्ट गर्छ है। अन्त माइक्रोग्रिन्स चाहिँ जस्तै म पनि एकदमै हेल्थ कन्सियस, एकदमै म हेल्दी थिएँ है, एकदमै फ्याट भनौँ है, 67 केजीको मान्छे अहिले 55 भएको छु। अनि जो डाइटमा हुनुहुन्छ जसको चाहिँ वेट रिड्युस भएको छैन है उनीहरूको लागि चाहिँ एकदमै राम्रो हो। किन भन्दाखेरि चाहिँ यो चाहिँ एकदमै लो इन क्यालोरिज हुन्छ, अनि यो तपाईँहरूले डाइटमा खानुभयो भने चाहिँ तपाईँलाई एकदमै फुल हुन्छ है, फिलिङ फुल हुन्छ, अनि भोक लाग्दैन, अनि वेट म्यानेजमा पनि यसले हेल्प गर्छ। अनि यसमा चाहिँ एउटा अर्को कुन चाहिँ प्रपर्टिज छ भन्दाखेरि चाहिँ मेथी माइक्रोग्रिन्समा चाहिँ यो चाहिँ एउटा यसमा चाहिँ एन्टी एजिङ प्रपर्टिज छ, अनि स्किनको लागि एकदमै राम्रो हो। अन्त अर्को चाहिँ यसमा चाहिँ इम्युन बुस्टिङ प्रपर्टिज पनि छ। हाम्रो बडीमा चाहिँ जुन यसमा हाई लेभल अफ एन्टिअक्सिडेन्ट प्रेजेन्ट हुन्छ त्यसले चाहिँ हाम्रो बडीको इम्युन सिस्टमलाई चाहिँ एकदमै स्ट्रङ बनाउँछ, अनि धेरै हाम्रो बिमारीहरूसँग चाहिँ फाइट गर्नुमा हेल्प गर्छ। अन्त यसले चाहिँ बोन हेल्थलाई पनि राम्रो गर्छ, किनकि यसमा चाहिँ भिटामिन के को प्रेजेन्स हुन्छ है। यसले गर्दाखेरि चाहिँ यसको बेनिफिट्स चाहिँ एकदमै बेसी छ, अनि यसको डिसएडभान्टेज चाहिँ केही पनि छैन। अनि अर्को कुरा म के एड गर्नु चाहन्छु भन्दा चाहिँ हामीले है भेजिटेबल्सहरू पकाउँदा चाहिँ पकायो भने त्यसको न्युट्रियन्ट्स घट्छ भन्छ है, तर माइक्रोग्रिन्स चाहिँ तपाईँले पकाउनुहोस् या र खानुहोस् यसको न्युट्रियन्ट्स चाहिँ 4 to 14% नै रहन्छ, यो घट्दैन। जुन चाहिँ अनक्युरेबल डिजिजलाई चाहिँ यो जुन चाहिँ नेचुरली अर्ग्यानिकली ग्रो गरेको कुराले चाहिँ कसैको क्योर हुँदैछ भने चाहिँ एकदमै ठुलो कुरा मेरो लागि पनि हो। अनि जुन कुराले सोसाइटीलाई इम्प्याक्ट गर्दैछ हेल्थ सेक्टरमा त्यो चाहिँ एकदमै ठुलो हाम्रो लागि पनि कुरा हो है। अनि यसले गर्दाखेरि चाहिँ जब मार्केटमा तपाईँहरूले देख्नुहुन्छ मेरो ब्रान्ड नेम हो R2J माइक्रोग्रिन्स ग्रोवर, अनि इट्स लाइक 50 ग्राम 150 रुपिस, तर तपाईँहरूले दबाई किन्नुभन्दा चाहिँ यो किनेर तपाईँहरूले खानु चाहिँ एकदमै बेनिफिट छ। हामीले है जुन चाहिँ दबाईहरू खाने गर्छ त्यो पनि कन्टिन्यू खानुपर्छ 2 महिना 3 महिना हैन, खायो भने मात्रै त्यसको रिजल्टहरू हुन्छ नि। त त्यसरी नै यसलाई पनि हामीले लिँदाखेरि चाहिँ 1 दिन 2 दिन होइन, तर यसरी 3 महिना 4 महिना 5 महिना 6 महिना त्यसरी कन्टिन्यू ल्यायो भने चाहिँ है उहाँहरूले एउटा रिजल्ट देख्नुहुन्छ नि। जस्तै मैले खाएँ भने मैले सुरुवात गरेँ भने एकतालमा फर्स्टमै त आउँदैन त्यसको रिजल्ट, तर जसरी तपाईँले आफ्नो रिजल्ट 3 महिनाको बादमा तपाईँले लिनुभयो होइन, आफ्नो रिजल्टलाई आफ्नो बेनिफिटलाई आफ्नो सबै कुरालाई तपाईँले हेरेर चाहिँ आज आफै सुरुवात गरेर चाहिँ तपाईँले है एउटा सेल पनि गरिराख्नु भएको छ, एउटा नयाँ कुरा पनि हो एउटा। तपाईँ के भन्न चाहनुहुन्छ? यो चाहिँ तपाईँको एकखेपमा नै खाने कुरा होइन है। जब हामी जुनै बिमार हुन्छ डक्टरले पनि प्रिस्क्राइब गर्छ है एउटा मेडिसिन, त्यो पनि तपाईँको जुन चाहिँ अनक्युरेबल डिजिज हुन्छ त्यसको लागि थ्रु आउट द लाइफ खानुपर्छ है, एभ्री मन्थ खानुपर्छ है, डेली खानुपर्छ है। यो पनि त्यस्तै एउटा इन्ग्रिडियन्ट्स हो जुन चाहिँ हाम्रो बडीको लागि एकदमै इम्पोर्टेन्ट छ, त्यसैले गर्दा तपाईँहरूले डेली नै खानुपर्छ है। अनि तपाईँहरूले जस्तै अब खाना जब खानुहुन्छ ब्रेकफास्ट लन्च डिनर है, तपाईँले कम्ती क्वान्टिटीमै खानुहोस्, तर यसको बेनिफिट्स चाहिँ एकदमै ज्यादा हुन्छ है। र यसलाई ग्रो गर्नु चाहिँ अलिकति टाइम लाग्छ, त्यसले गर्दा सप्लाई चाहिँ विकली बेसिसमा हुनेछ यसको है। अनि तपाईँहरूलाई जब जरुरत हुन्छ तपाईँहरूले भन्नु सक्नुहुन्छ अब कहाँ डेलिभर गर्नु के गर्नु, अनि त्यो बेसिसमा चाहिँ म विकली तपाईँलाई जसले लिनुहुन्छ एकताल ट्राई गर्नुहोस्, हेर्नुहोस् खाएर। किनभने जुनै पनि कुरा जब पनि एउटा नयाँ मुभी लाग्छ है, जबसम्म हामी त्यो मुभी हेर्दैनौँ तबसम्म हामीलाई स्टोरी थाहा हुँदैन। अनि लाइकवाइज जबसम्म हामी यसलाई खाँदैनौँ, यसलाई टेस्ट गर्दैनौँ, अनि यसलाई हेर्दैनौँ बडीमा कतिको इम्प्याक्टफुल छ है हामीलाई थाहा हुँदैन। त्यसले गर्दाखेरि चाहिँ तपाईँहरू एकखेप ट्राई गर्नुहोस्, अनि विकली बेसिसमा तपाईँहरूले पाउनुहुन्छ। आफ्नो जुन खाना छ रेगुलर खाना त्यसमा इन्कर्पोरेट गर्नुहोस्, अनि तपाईँहरूले आफ्नो रिजल्ट देख्नुहुनेछ। इन फ्युचरमा तपाईँले है
स्टेट गभर्नमेन्टसँग यो कसरी कोलाबरेट गरेर गर्छु भनेर पनि सबै सोच्नु भएको छ? हजुर हजुर, मेरो चाहिँ मेन फोकस चाहिँ स्टेट अर्ग्यानिक, हाम्रो जुन स्टेट अर्ग्यानिक स्टेट छ त्यसलाई अपलिफ्ट गर्नुको लागि चाहिँ है हर्टिकल्चर डिपार्टमेन्टसँग टाइअप भएर अनि उहाँहरूलाई जुन मेरो यो स्टार्टअप छ उहाँहरूलाई भनेर है, अनि मेरो मेन जुन मेरो सिडहरू म बाहिरबाट किन्छु नन जिएमओ सिडहरू जुन चाहिँ त्यो सिडहरू चाहिँ म स्टेट गभर्मेन्टबाट नै हर्टिकल्चर डिपार्टमेन्टबाटै म लिने। अनि अब म चाहिँ एउटा इन्जिनियरिङ ब्याकग्राउन्ड भएकोले गर्दाखेरि चाहिँ यो चाहिँ मेरो आफ्नो जति मैले पढेँ जति मैले सिकेँ त्यो कुराले गर्दा चाहिँ मैले यति गर्दैछु है। अनि अझै उहाँहरूसँग टाइअप भएर चाहिँ अझै एग्रिकल्चर फिल्डपट्टि लर्न हुने है, जस्तै आई अलरेडी मेन्सन कि यो सबै माइक्रोग्रिन्सहरू चाहिँ म भर्टिकल फार्मिङ गरेर ग्रो गर्दैछु है। अनि अझै गएर फिल्डमा गएर फार्मरहरूसँग सिकेर है ग्राउन्डमा गएर सिक्ने चाहिँ मेरो एकदमै ठुलो इच्छा छ है, किनभने अब आउँदो दिनहरूमा चाहिँ मलाई लाग्छ यो एग्रिकल्चर सेक्टर चाहिँ एकदमै ठुलो हुनेछ है। अनि हामीले त्यो कुरालाई इम्फसाइज पनि दिनुपर्छ हाम्रो चाहिँ। अनि सिक्ने अनि उहाँहरूसँग सिकेर अनि उहाँहरूलाई पनि है, अब कतिजना फार्मर्सहरू एडुकेट हुनु हुँदैन है, अनि कतिवटा फार्मर्सहरूले कतिवटा कुरा जान्नु हुँदैन है, उहाँहरूलाई पनि अवेर गराउने कि उहाँहरूले पनि यो कुराहरूलाई चाहिँ अब घरमै उहाँहरूले पनि आफ्नो खानुको लागि जुन चाहिँ आफ्नो इन्टेकको लागि उहाँहरूले पनि आफ्नो ग्रो गर्नु सक्नुहुन्छ है। अनि आफ्नो सोसाइटी भयो आफ्नो फार्मर्स कम्युनिटीलाई चाहिँ मेरो हेल्प गर्ने चाहिँ मेरो ठुलो भिजन छ अनि इच्छा पनि छ। हामी तपाईँलाई बधाई पनि दिन चाहन्छौँ है। भोलिको दिनमा गएर साँच्चै नै तपाईँले गर्नुभएको जुन चाहिँ काम छ होइन त्यो धेरैले मन पराउने छ, किन भन्दाखेरि यो एउटा नयाँ कुरालाई मैले हाम्रो सम्पूर्ण सिक्किम डेली न्युजको दर्शक महानुभावलाई पस्किरहेको छु। उहाँहरूले अवश्य नै यो कुरालाई मन पराउनुहुनेछ। उहाँहरूले पनि तपाईँलाई फोन गरेर सायद अर्डर गर्ने नै छ जस्तो मलाई आशा पनि लागिरहेको छ। किन भन्दाखेरि नि हामीले आज एउटा बिमारको लागि हामीले लाखौँ हामीले खर्च गर्छौँ, बाहिरतिर जान्छौँ नि त, तर आफ्नै गाउँमा आफ्नै आँगनमा यो कुरालाई पाउँदैछौँ भने वाइ नट हामी ट्राई नगर्ने है, हामीलाई त्यो लाग्छ। अनि म यो भन्न चाहन्छु हाम्रो सम्पूर्ण सिक्किम डेली न्युजको दर्शक महानुभावलाई तपाईँले यो भिडियोलाई लाइक कमेन्ट सेयर पनि गरिदिनुहोस् होला है। अनि तपाईँहरूले पनि ट्राई गरिदिनुहोस् होला, किनभने हामी जस्तो यङ है जेनेरेसनले यस्तो तरिकाको नयाँ कुरालाई एउटा रिसर्च गरेर ल्याइराख्दाखेरि है तपाईँहरूको पनि एउटा दायित्व बन्ने गर्छ कि तपाईँले ट्राई गरिदिनुहोस् होला। तपाईँले ट्राई गर्दाखेरि कस्तो बेनिफिट पाउँछ त्यहाँदेखि फर्दर उता तपाईँले नि त्यसको कमेन्टहरू तपाईँले दिन सक्नुहुनेछ भनेर भन्न चाहन्छु। र अन्तिममा आफ्नो बिजनेसको लागि तपाईँले कस्तो तरिकाले हाम्रो सम्पूर्ण दर्शक महानुभावलाई अपिल गर्न चाहनुहुन्छ, यानि कस्तो तरिकाले आफ्नो बिजनेसलाई तपाईँले बताउन चाहनुहुन्छ? हजुर, मेरो जुन यो सानो स्टार्टअप छ है, तपाईँहरूले यो जुन लोकल बिजनेस छ अर्ग्यानिक लोकल बिजनेस तपाईँहरू सबैजनाले सपोर्ट गरिदिनुहोस् है। अनि मेरो यही इच्छा छ कि यो जुन मेरो सानो स्टार्टअप छ यो चाहिँ एकदमै ग्रो भएको म हेर्न चाहन्छु, किनकि जति मेरो जुन स्टार्टअप छ ग्रो हुन्छ म त्यति इम्प्लोइमेन्ट जेनेरेट गर्न सक्छु है। अनि मेरो मेन मोटो जुन वुमेन इम्पावरमेन्ट र वुमेनलाई इम्प्लोइमेन्ट दिने, त्यो पनि अनएडुकेटेड जो कोही पढेको छैन है उहाँहरूलाई चाहिँ म सपोर्ट गर्ने मेरो यो फिल्डबाट यो स्टार्टअपहरूलाई। अनि साथसाथै मेरो मेन मोटिभ छ जुन है स्टेटको जुन अर्ग्यानिक स्टेट हाम्रो जुन डिक्लेयर भएको छ है यो कुरालाई पनि अपलिफ्ट गर्न चाहन्छु फ्युचरमा, यसलाई अझै अगाडि म बढाउन चाहन्छु है। अनि तपाईँहरूलाई यही छ कि यो सानो बिजनेसलाई सपोर्ट गरिदिनुहोस्। अनि मेरो कन्ट्याक्ट नम्बर एभाइलेबल हुन्छ, तपाईँहरूले कल गर्नुहोस् अनि विकली तपाईँहरूलाई सप्लाई हुनेछ। धन्यवाद। दर्शक महानुभाव, हामीले यो छुट्टै प्रकारको एउटा भिडियोलाई पस्किएको छ माइक्रो ग्रिन भन्ने जुन चाहिँ एउटा शब्द छ। अनि यसको बारेमा तपाईँहरूले पनि गुगलमा तपाईँले यसलाई सर्च गरेर यसको बारेमा पनि तपाईँले लिन सक्नुहुनेछ भने, र अझै हामीले उहाँसँग आएर बातचितहरू गरेको छ। यो अन्तर्वार्तामा आफूलाई भएको घटनालाई आफूलाई जति पनि परेको कुरालाई लिएर आफै एक्सपेरिमेन्ट गरेर र उहाँले आज यो
सुरुवात गरेको छ अनि दर्शक महानुभाव तपाईले अवश्य नै मन पर्नुहुनेछ भनेर हामी आशा राख्दछु। सिक्किम डेली न्युजबाट म भीम विश्व गान्तोक लुम्सेबाट यो पुरा भिडियो। धन्यवाद।